केही आत्माहरू छन् जसले आफूलाई रूपान्तरण गर्न यसो गर्छन्। के जब रावणलाई रावण भनिन्छ कि कुनै पनि सदस्य रावण हुँदैन, रावणको अघिल्लो जन्म तपाईले उहाँको बारेमा सुन्नु भएको होला। उहाँ वास्तवमा जय विजय नामक द्वारपाल हुनुहुन्थ्यो। उहाँ भगवानको द्वारमा एक शुद्ध आत्मा हुनुहुन्थ्यो। उहाँ कारबाट खसेर मृत्यु भएको थियो। अब त्यो आत्मा तडपिरहेकी छ आफ्ना धाममा, आफ्ना परमात्मा, आफ्ना प्रभु विष्णुजी कहाँ फर्कन तडपिरहेकी छ। उनी के गर्दैछन् भने पृथ्वीमा आएर सबैभन्दा खराब कर्म गर्दैछन् ताकि भगवान उनलाई मार्न आउन्, पापको घैला भरियोस् र भगवानले उनको संहार गरून्, जसले गर्दा उनलाई मुक्ति मिलोस् र आत्मा फेरि आफ्नो स्थानमा पुग्न सकोस्। हालको जीवनमा यदि कुनै व्यक्तिमा हिंसात्मक प्रवृत्ति छ वा कुनै विशेष धर्मप्रति अत्यधिक लगाव छ वा कुनै पनि चिजको चाहना, काम, क्रोध, लोभ, मोह, अहंकार, ईर्ष्या, कृष्ण आदि यीमध्ये कुनै एउटा प्रवृत्ति छ भने अगाडिको मान्छेले त्यसको फाइदा उठाउँछ। जो उनीहरूका आका टाइपका हुन्छन् उनीहरूले यिनलाई यसरी भरमाउँछन् र तिनको प्रवृत्तिमा चोट पुर्याउँछन्। तिम्रो धर्म खतरामा छ भनेर भनिन्छ, त्यसका लागि यो गर, धर्मयुद्ध लड। मानिसहरू आफ्नो कुरा बढी जोडले भन्छन्, त्यसलाई धर्मयुद्धको नाम दिइन्छ अनि तिनीहरूको दिमागलाई पुरै ब्रेन वाश गरेर त्यसमा नकारात्मक प्रवृत्ति भरिन्छ अनि यसरी नै यस्ता क्रियाकलापहरू गर्छन्। धेरै जसो मानिसहरू यस कुरामा धेरै आग्रह गर्छन्। यो निश्चित छ अनि यो कति खराब छ, कति